Hello, Honorable Principal, respected teachers, and my dear friends. Today, in this fine evening, I would like to say something in front of you all. Before starting my short poem, I would like to thank my college management committee who have provided me a golden opportunity to say something in front of you all. It's a special moment that we gather to celebrate both new beginnings and heartfelt farewell, cherishing memories. Looking forward to the journey ahead as biomedical engineering combine knowledge and comparison to serve humanity. Today we celebrate our learning friendship that we have shaped us. With these feelings, I would like to share one short poem reflecting our journey together. The topic of my poem is शिवको शक्ति सेवाको प्रतिबद्धता. आज हामी यहाँ किन उभिएका छौं? केवल एउटा कार्यक्रम सम्पन्नको लागि कि ती वर्षहरू सम्झिनका लागि जसले हामीलाई आज बनायो? यो कलेज हाम्रो लागि के थियो? केवल कक्षा, ल्याब र उपकरणहरूको भिड कि एउटा यस्तो स्थान जहाँ हामीले आफैलाई चिनायौं? इसिजीको वेबफर्ममा जीवनको लय भेट्यौं, माथि तलको रेखामा आफ्नो कथा पढ्यौं। उकालो ओह्रालो त स्वाभाविक रहेछ, तर धड्कन चलिरहनु नै जीवन रहेछ। उकालो ओह्रालो त स्वाभाविक रहेछ, तर धड्कन चलिरहनु नै हाम्रो जीवन रहेछ। हाम्रो कलेजले के दियो? ज्ञानको सिप, मेसिनसँगै ममताको हृदय देख्ने शक्ति दियो। सपना बुन्ने क्षमता र आत्मविश्वास, जीवनभरि काम गर्ने अनुभवको उपहार। स्पोर्ट्सले खेल मात्र होइन, साथीको माया र ममता पनि दियो। टिमवर्क, हाँसो र आत्मविश्वास पनि सिकायो। जीवनभरि सम्झना र हिम्मत दिने आँट र अठोट बढायो। आज विदाईको क्षणमा उभिँदा मनमा थोरै दुःख पनि छ, तर गर्व पनि छ। हामी खाली हात जाने छैनौँ, अनुभव, सम्झना र सिप लिएर जाँदैछौँ। र जुनियर साथीहरूलाई डर लाग्छ भने पनि अघि बढ्नुहोस्। गल्ती जस्तो सुकै पनि हुन्छ, यही ओठोटले तपाईलाई साँचो इन्जिनियर बनाउने छ। हामी बायोमेडिकल इन्जिनियर हौ, उपकरण होइन। विश्वास चलाउँछौ, अङ्कभन्दा ठुलो हाम्रो जिम्मेवारी प्रमाणपत्रभन्दा हाम्रो गहिरो पहिचान हो। मुस्कानसहित नयाँ सुरुवातलाई स्वागत गरौँ, पुराना सम्झनाहरूलाई हृदयमा राखेर बिदाई गरौँ। जीवन बादल झैँ कहिले घाम कहिले पानी, तर आशा बोकेर अघि बढ्नु नै साँचो विश्वास हो। मुस्कानसहित नयाँ मुस्कानहरूलाई स्वागत गरौँ, पुराना सम्झनाहरूलाई हृदयमा राखेर बिदाई गरौँ। जीवन बादल त कहिले पानी, तर आशा बोकेर अघि बढ्नु नै साँचो कहानी। जीवन बादल त कहिले घाम, तर आशा बोकेर अघि बढ्नु नै साँचो कहानी हो। धेरै धेरै धन्यवाद। थ्याङ्क यू।